पानी छ होला ए ओक थत्ते कहाँ टिक्रा नि भगवान डुबिनी कहाँ होला स्वर्ग म खोजिरहेथे स्वर्ग त यतैतिर रहेछ थाहा पाएँ अहिले वाउ दामी भएर छ हिमालहरू पनि चट्ट मलाई हेर्दै यी बिहानीको हिमालले मलाई हेर्दै मुसुक्क हाँस्दै भनेछन् के भनेछन् भनेदेखि हेलो गुड मर्निङ नाउ फ्रम थोदी डाँडा भर्खरै उठेको है आँखाहरू पनि सुनिरहेको छ यार पुरै चिसोले बाप बापै -0 डिग्रीमै पुगेको त अबै थत मान्छे मर्छ यस्तो जाडोमा रातभरि स्यान्डले त्यो हिमालको स्यान्डले हानेर बाबै सुत्नै सकेन नि अनि हिजो यहाँ थोरै पानी पोखेको ल हेर्नु त पुरै आइस यो फुटाएर नि देखाउँ न अझै यस्तो भएको हिजो पानी पोख्यो यहाँ थोरै हात धुनलाई ल हेर्नु त पुरै आइस भएर आएको कि जमिरा यस्तो जाडो अनि कहाँ सुत्न सक्छ हो मार्छ मान्छे जाडोले मर्छ फेरि के पलायो हाम्रो यहाँ कुकले यार यो ढोकाबाट त हावा त सिरिरिरिरिरिरिरि आएर त खेत स्यापमले मिमोले के पलाइस् त तैँले फेरि लडेक छ अब हल्का चियापानी खाएर चियापानी खाजापानी खाएर हामी बिस्तारै फेरि ओह्रालो झार्नुपर्ने हुन्छ झाडो चाहिँ अति छ है अति छ अबै ल हाम्रो खाजा पानीमा आज बिहानको खाजामा राखेको छ रामेन कि 2 PM यार 2 PM होला जे हो नि एउटै हो टक्क रेडी भइसक्यो अब यसलाई म चट्ट बनाउँदैछु अनि हामी ल्याम्लुम खाने अनि गइहाल्ने हो रामेन मा आचो ए तपाईं रामेन भइदियो हुन्छ यहाँ छ फेरि के हुन्छ ल चुफमले खाने हेर्नु छु नि अब बन्दैछ यहाँ रामेन कि 2 PM हो यो खास रामेन नै हो तर बनाउको नाम चाहिँ खै गजब पिरो के ए गजब पिरोले मार्छ आज लस्सु पानी हालेर बाहिर खसिहाल्यो नि यार रामेन त यार ठिकै छ चारो चुरुङ्गीहरूले खान्छ अब सेम त्यो एआईको जस्तै हुने त होला ल त ले खाएर पनि अब रामेन खाएँ हामीले रामेशले पकाउनु भएको रामेन है पिरो ठिकै भयो त ठिकै भन्नुहुन्छ यार जेट इन्जिन स्टार्ट हुन लागिसक्यो सबसे पावरफुल हर्स इन्जिन म त जम्याङ यही ठिर झेङ्गा जिल्लातिर खाङ पऱ्यो यार हाङ मरिम नभए उडिम है तातो झोरमा पानी त लास्ट मार्नु पर्ला यार अहिले है यस्तो रामेन त 10 वटा लिएर आउनु पर्दो रहेछ यार ल ठिक छ यति त यार खेर भयो नि नयाँ पुरी चराचुरुङ्गीले खान्छ उसले भिजाएर खाओस् कहाँ पाउने एउटा लेखमा यस्तो चाउचाउ जाडोले हो कि पिरोले हो सिगो नै आयो यार ल जाडोले हो जाडो महिनामा सिगन तान्दामा आएर भने जस्तै
थाल्दा अब के धुने है फैलियो माया दुबो सरी कहिले घटिन कहाँ रखौ तिम्रो याद दिलमा अटेन फैलियो माया दुबो सरी कहिले घटिन ऐ निस्कियो हामी घरतिर लम्कियो अब लगभग 2 दिनको बसाइपछि 3 दिनको ट्रेकिङ अब आज चाहिँ घरमै पुग्यौं सिधै घर पुग्यौं त्यसपछि त त्यो खासै यस्तो जाडो त हुँदैन के अरे घरमा त जस आनन्दै हुन्छ यहाँ त जाडो हो निकै जाडो हो हुन त मङ्सिर पुस माघमा जाडो त जहाँ पनि लागिहाल्छ लाग्न चाहिँ तर यहाँ चाहिँ ओभर जाडो राति त अनि 0- डिग्रीमा पुगेछ त अनि तापक्रम त कहाँ नि मान्छे सुन्न सक्नु हो गाह्रो छ त लेखा डाँडा घरे साइलो मैले हत्या गरेर क्यार छ के अरे थोदी डाँडा के चाइनिज गुम्बा ए उतै हो नि त पुरानकोट देखेको त सेतो देखेर अब यहाँ क्यामेरामा चाहिँ अब देख्दैन होला सायद अलिकति आइफोन भएर होला माई फोन भएको भए देख्थ्यो होला यो आइफोन भयो लेखकाली हे म यहाँ तिमीलाई लाने मेरो हो धोको नि छानी बैसेमा त्यो घरमा बस्यो भने ले रातभरि यार रातभरि निन्द्रा लाग्दैन ले छटपटी भएर ले हिमालको स्याडले हानेर ले सुन्नु सक्नु कहाँ होला स्वर्ग म खोजिरहेथे स्वर्ग त यतैतिर रहेछ थाहा पाएँ अहिले वाउ दामी भएर छ हिमालहरू पनि चट्ट मलाई हेर्दै यी बिहानीको हिमालले मलाई हेर्दै मुसुक्क हाँस्दै भनेछन् के भनेछन् भनेदेखि बसा घुम्न आऊ बोलाइराखेको छ हामीलाई है हिमालको त्यो मिठो मुस्कानले सधैँ घुम्न आइराख्नु हामीलाई हेरिराख्नु भनेर भन्नुभएको छ नि त उहाँले हामीलाई देखेर हिमाल हाँसेको हिमाललाई देखेर हामी नि हाँस्दियो यो जीवन मै आउँला टुर भई यो रमाइलो ठाउँमा के भइरे है के भइरे टुरिस्ट भई भन्ने हो टुर भई भन्ने चाहिँ खासमा कहिले कहिले यस्तै हुन्छ के यो क्यामेरा अगाडि मिस्टेक होइन बिग मिस्टेकै भएर हुन्छ नि मेरो त पुरा आइस जमेको कि सेट ए यस्तो हुन्छ त केही भएन नि बाफ रे बाफ पुरा भयो ट्रेकिङ हाम्रो yes this place is Nevle डाँडा aka खोले पोखरी ओहो सेतै छ त के हो इङ्ग्लिस त फेरि अलिअलि त दिन्छु धेरै दिन्न फेरि आफ्नो इङ्ग्लिस सुनेर आफै दङ खान्छु त्यसपछि भाडा नै पर्दैन त्यस्तो लगा मेरो मजाक पानी छ ल छ यस्तो जमेको त पानी नि यार तल 12 मा दामी भइरहल हौ सायद ए पुक तेरी यार
कहाँ टिक्रा जाने भङ्गमा डुबिने केटो पछाडि पनि खासमा त त्यो कतिको बोलेर भएन त फसाएको जुत्ता हिलो हिलो भयो जुत्ता त केटोको यार सेती यति त गर्नु पर्यो नि भिडियोको लागि यार खुट्टा चिसो हो नि खासमा त्यो क्लिप देखिन नि पुरै म यता गरेर दामी हुन्थ्यो यार हिमाल पनि देखियो नि फेरि है यहाँबाट पछाडिबाट झल्ला लाम्रो भए हिमचुली हिमाल पुरै हिउँ ओके लेट्स मुभ ठाउँमा जस्तो छ भन्दा यता नि जाऊ टर्निङ डुब्छ कि यहाँ त यार दलदलले जाउले ढुङ्गा खोइ म नि हाल्नु एक सर्ट बारा पोखरी आइपुग्यो फेवातालमा यहाँ छ होला आइसक्छ हो टन्नै रहेछ दाउ त आइस पनि रहेछ सम्झि तपाईँको नङ काटेछ नि आज चम्चा साटौँ सम्झे है नङ लास्टै ल तरकारीको लागि पनि हामीले सब कुरो रेडी भइसक्यो हाम्रै अब यसरी नै लागेर केटाहरू उता घरमा चट्टा हिजो अस्ति नै दाउरा टिभी राखेको छ लागि अब उताको घरमा यता चाहिँ नबस्ने यता दाउरा साउरा छैन उतापट्टि चाहिँ हामीले दाउराहरू पनि काटेर अल रेडी पारेर राखेको छ अस्ति नै पहिला त यो भवनहरू पनि बसिन्थेँ अहिले त नयाँ भवन नयाँ पाएपछि पुरानो बिर्सिन्छ भने त्यस्तै भइरहेछ बारा पोखरी ग्रुप फोटो कसरी अन्त ग्रुप फोटो त आइपुग्यो खाना बनाउने ठाउँ वेलकम ब्याक अगेन ए सिँढी चढ्नु पर्यो नि हो आहै झिलिरा मिली तोरनला छन् न्युली पाक्यो कि फसत बजाइदियो होला यहाँ ठिक छ नि उरो स्याड केही आउँदैन यार हो र म त बेर न्यानो भएको त ल अब खानासाना टक्क रेडी पारौँ त्यसपछि खाम बिस्तारै लागौँ यो त धेमा जान्छ नि म्याट त दर्दा हामी टिभी यहाँ कोही नआएछ यार अब केही छिनमा पाक्छ त्यसपछि हामीले गुवाम खान्छ त्यसपछि आफ्नो बाटो लाग्छ पाक लाग्यो लगभग अनि हाम्रो गाइजहरू बहार मस्त सनबाद लिँदैछ है सनबाद केटाहरू सनबाद लिँदैछ निस्कियो केटाहरू अब खानासाना खाइयो मस्त पेट आगायो टन्न अझ त घर पुगिन्छ होला नि त पुग्न त मस्त ल केटा हो
पनि अब जानु पर्यो नि त। खाना खाएर बिन्दास बस्ने कुरो भएन, बाटो तताउनु पर्यो। जस यहाँदेखि तल तल चाहिँ अब चिसो कम हुँदै जान्छ। अब यो पनि फकाउनु पर्ने हुन्छ। यो माथि त यसले पनि नधानेर भित्र हाइ निक्लाउनु पर्ने भएको त। अब चाहिँ भेडाको हुन् जस्तो हो। आमा कतिले त भेडाको हुन् त के हो हैट भेडाको न यता नि छ भेडाको हुन् त यार। ल पक्कै पुग्छ त भेडाको हुन् त। हैट कतिले त आम्मा मस्त न्यानो हुन्छ होला त यार। पहिला त अब पहिलाको बाजी बुजीहरूले त यो भेडाको उन कहाँ यसरी फाल्ने थियो त। मजाले यसलाई कस्तरी डोरी बनाएर बक्खु बुन्ने, स्वेटर बुन्ने, अनि के हो ओछ्याउने त्यो डसनाहरू बुन्ने, रारी हो कि के भन्छ त्यसलाई, त्यस्तो बुन्ने गरिन्थ्यो। अहिलेको मान्छेसँग कहाँ त्यस्तो सिप पनि छैन होला सायद होइन। उनीले नि अब कहाँ यो बुन्दैन, यो झन्झट काम के गरिराख्नु भनेर गर्दैनन्। भेडाको हुन् जस्तो हो। ब्यागलाई यता एक साइडतिर लगाइदिउँ। हेर्नु भावले एउटा सब टालिने रहेछ तर यार। हिजो राति यस्तोमा सुधा पाउनु पर्ने कि खासमा मस्त न्यानो हुन्थ्यो यार। ए के हो यो भित्र घाँस नि उठ्या त भेडा पनि भित्र त। यी ले धनियाँ उम्रेर छ धनियाँ। केटा यो उन त यार बेच्न पर्यो भने त माया कसम पैसा पाउँछ होला त हो। लाने त पैसा भए त लान्थ्यो यो बोरा म खाँदिएर। त्यहाँ त टन्नै छ यार। नम्रचो डाँडा, देउरली डाँडा, यो छेउछेउमा त जानु हुन्न फेरि। ओहो यस्तो छ भिड फेरि, मान्छे सिलिम रहन्छ फेरि यस्तो भिड। यो भिडमा त लगभग बिहान कि दिउँसो यहाँ उस हुने बेलुका है। बेलुका लगभग भनौँ अब होस्सु लागेको बेलामा मजाले होस्सु ड्याममा बेलामा यताबाट यो घाम यता आइपुग्ने बेलातिर त्यो घाम र के हो सँगै भएपछि त यहाँ त नाङ्लो जत्रो भुतु घुम्छ अरे। त्यही भएर यो डाँडामा यसरी बस्यो भने त भुते सिधै तानेर लान्छ भन्छ। अहिले त डराउनु पर्दैन, अहिले मस्त घाम लागिरहेछ। हो डाँडैमा मेला लागेछ। ड्रोन सट ड्रोन छैन भने यो जुगाड यस्तो हुन्छ कि नयाँ जुगाड न त हो नि। दामी हुन्छ कि भिडियो गर्ने त हो जसो नि किन चाहिँ अब ड्रोन होइन। हुन्छ तपाईँ खानुहोस्, म काहीँ खाँदैन। म त खाएन नाच्नु हुन्छ कि केटाले खाइसकेपछि नानी खराब छ अलिकति। उँभो लेकमा चौरी चर्ने भेखरका यो त ओइ हाल्या क्या हो र। हे माया लौना के को डर त बापरे मा कसम। यता पुरै रातो खैरो, यता पुरै घना जङ्गल, सिन चाहिँ बबाल छ है। के हेर्नु अब यहाँ तल त खासै केही छैन, सोही बाटो मात्रै हो, रुखहरू मात्रै हो। अब लगभग मेरो मोबाइलमा चार्ज पनि 4% मात्रै भएको छ। त्यसैले अब भिडियो अब घरसम्म पुग्दैन के अरे। भिडियो यही अन्तिम बिदाय होला जस्तो छ। कस्तो लाग्यो यसो चट्ट सब्सक्राइब पनि गरिदिनु होला नयाँ हुनुहुन्छ भने। है गाइजहरू ल बाई बाई।